टर्निङमा उयम डेन्जर ठाउँ रहेछ यहाँ अफरोड कोरियामा अफरोड सेट खाते थे 이거 커피 안 하게 되지 카페 라떼 시원한 걸로 네네 그럼 물이랑 같이 계산해 네 그럼 5,000원 결제해야 돼 मैले दिएँ उनीहरूले जिन्दगी इन्जोय गरेको छ यार त्यो हो नि त जिन्दगी भनेको त यार डेन्जर स्पिड पनि कुद्दो रहेछ सो हेलो नमस्ते गाइज हामी चाहिँ साइक्लिङ निस्किसक्यो अब पुलिया छ अनि गोप्रोलाई एकैचोटि भिडियो बनाउँदै आएको अनि इन्ट्रो चाहिँ बनाएको थिएन अनि न्यू भ्लग हो आजको हिजोको भ्लग पनि हालेको छैन बिस्तारै हाल्छु चामलिङमा अनि दुईजना मेनमा सरम छ हेलो ए हब कुदायो ल त्यहाँ साइकल बनाइदिँदैछ ट्राई गरिदिँदैछ सो अब गोप्रोबाटै भिडियोहरू त सबै बनिरहेको छ तिनीहरू हेर्न भ्यू होला टक्कमा जोडेर हालिदिन्छु यता त्यो भ्यूहरू हेर्नु होला सो गाइज इन्जोय गर्नुहोस् सो गाइज हामी चाहिँ निस्किसक्यौँ बाहिरतिर सिधै गोप्रोबाट भ्लग स्टार्ट गरेको मोबाइल उठाउन झ्याउ लागेर चामलिङमा अनि अर्को छिङ्गुहरू छन् मस्त जाँदैछन् देखिरहेछ नि मस्त यो हिजोको भ्लग नि हालेको छैन यार कपिराइट आएर एकछिनमा हाल्छु अनि यो चाहिँ अब अर्को हप्ता मात्रै हालिदिन्छु अब भोलिबाट त खेतला गइन्छ खेतला जाँदा त कसले भिडियो बनाइबस्छ बनाउन त भ्याउँछ के बनाउनु त्यही भएर टिकटकमा हेऱ्यो हुन्छ मोर भिडियोहरू मोर एन्ड मोर डे टु डे आउँछ टिकटकमा त मेरो डे टु डे हो नि चाम्नी आइराखेको छ देखिराखेको तर आज भोलि टिकटक अलिक कम गरिरहेको छु मैले हेर्नु मेरो 2टा टिकटक छ त्यो भ्लगवाला चाहिँ फेसबुक भिडियो दिनु पर्यो भनेको मेरो च्यानल फेरि रिएप्लाई गर भनेको छ मोनिटाइजको लागि टाइमै भएको छैन क्या अस्ति एप्लाई गरेको उयो रिसयुज कन्टेन्ट भयो फेरि अनि 3-4 महिना पछाडि रिएप्लाई गर भनेको थियो अहिले गर्न दिएको छ तर टाइम अप्स गाजीको म त्यसै तो कन्ने सबै छारे हो नि छारे नहुँदा त कसरी कोरिया आउँछ त कोरिया आउँदैन गाह्रो हो नि नेपालको कन्टेक्समा त अरू कन्ट्री त सजिलो होला अनि कम गाह्रो हुन्छ पढ्दाखेरि फेरि यो अरूलाई चाहिँ कस्तो हुन्छ थाहा भएन साले पलाई चाहिँ आम्मामा लास्टै गाह्रो हुने साधारण लेख पढ के सबैको त्यही हो नि जति पढे नि नआउने अनि फेरि टेन्सन त्यस्तै थपिन्छ के र के को मेन कुरा त अर्थले पनि बिताउँछ कि पढिराखेको बेलामा त अन्त फ्यामिली प्रब्लमहरू आइदिन्छ म त झन् कम बिजोकले पढ्यो हो जहाँ 1 रुपियाँ पैसा थिएन सुरुचोटि कोरियन भाषा पढ्न निस्किँदै 30,000 ऋण खोजेर निस्क्या हो क्या तपाईँ 30,000 खोजेर निस्किनु भएछ म 1 लाख खोजेर निस्केको तर सोही कटा 4ले मैले 3ले हो हिजो अस्ति कोरिया आएर तिरेको 30,000 निकालेको ऋण 94,000 कति तिरेको थिएँ क्या
होइन यो प्राय गरेर कोरिया आउनेको चाहिँ मैले कोरिया आएर दिन मात्रै तिरेको 10-11 लाख हो क्या न तपाईँले 10-11 लाख तिर्नुभएछ मैले फेरि 22-25 लाख तिरेँ त्यो त तपाईँले त वाइफुले उता पठाएर हो नि होइन आफ्नै त त्यत्रो होइन अलरेडी नै थियो मेरो त पहिले नै म त जहिले पनि भन्छु त जसलाई पनि सेयर गरेको छु म त यहाँ नआएको भए त ऋणै तिर्नु नसक्ने मान्छे हो जिन्दगीभरि पानी खाने हो खाऊँ न त्यस्तो त साह्रै पो त म त साह्रो छ नि ऋण चाहिँ अब लगभग तिरिसक्यो अब चाहिँ अलिक ढुक्क छ ऋण त मैले पनि छिनाएँ तपाईँले त लिनुभयो होला नि त त्यो पनि छिनाएँ पानी कहाँ पाउँछ केटाहरू त आउँदैन रहेछ त नि अब तिनीहरू आएन भने हामी जान्छ कहाँ मात्रै पछि गयो त्यही त कता पो गयो पानी खाने कि के खाने हो पानी खाने हो मात्रै तपाईँ के लिनुहुन्छ पानी नै खाने होला नि अन्त यो मूल गयो कफी सफी त छैन यो एउटा कफी गर्नुपर्छ कफी खानु कोल्ड सबै कोल्ड थियो खाते थे खाते थे 이거 커피 하나 이제 카페 라떼 카페 라떼 시원한 걸로. 네네. 그럼 물이랑 같이 계산해. 네네. 그럼 5,000원 결제해야 돼. 많이 넣을게요. 라떼 아니지. 나 오늘 아유. 하나만? 하나 아니야? 네네 하나만요. 하나 커피요. मैले कफी खानु केटाहरूले केही नखाने कि आउँदैन दुईजना भइहाल्यो तिनीहरूले कुदाउन नसक्या कि इन्द्रै नभएको होला होइन त्यस्तो भन्दा पनि मलाई लाग्छ अन्त्य गयो यहाँबाट त अगाडि त गएको छैन हाम्रै पछि पछि पछाडि भएपछि आइसक्नु पर्ने यति बेला फोन गर्नु न हरायो जस्तो छ 200 रुपियाँको पानी यत्रो हुनु नेपालको एयरपोर्ट नेपालको 200 हो र महँगोको पानी खाइएछ त तपाईँ यस्तो खानुहुन्न या बितेछ फालिवा तिनीहरू तर त्यो उयो एक ठाउँ छ नि त्यो तर फोटो भिडियो बनाउने हाम्रो त्यहाँ फोटो भिडियो बनाउने थाल्यो यहाँ एउटा फोटो खिचिदिनु हो लुङ्गा चामलिङ हजुर यहाँ एउटा फोटो खिचिदिनु त तपाईँको साइड कोही उयो मान्छेहरू निस्किन्छ क्या छिङ्गु कफी मगो कफी अमुल ए उयो नबढाउँदो रहेछ है अन्त एक लेभलमा कुद्छ त अनि यस्तो गऱ्यो भने त हाम्रो चाहिँ किन तलमाथि गर्छ त जाँदा अहिले त भने हामी एकैछिनमा डाँडा काट्छौँ नि त ए मुन्जे यो रहेछ यिनीहरूको एकै लेभलमा कुदाउँदो रहेछ नि त
यो बिहारको बारेमा नजानेको नजानेर हो प्राय म जहिले हेर्छु यसले 1 पाइरो लाँदाखेरि अरे यसले 3 पाइरो लाँदाखेरि म 1 पाइरो लान्छु र पनि योभन्दा छिटो पुग्छु क्या म खत्तम गर्दो रहेछ नि त केटाहरूले त्यो ठाउँमा चलाउँदैछु ओए बालोमा त लड्छ क्या डेन्जर ठाउँ रहेछ यहाँ अफरोड कोरियामा अफरोड सेट उस थाक्यो यार एक शॉटमै सो यो थाक्यो साथीहरू पर्खेर बस्यो खासमा जाम्लिङले हात छोडेर लागे William turning vào William यस्तोमा नछोड्नु न मान्छे धेर भएको थाक्यो यार सो हामी चाहिँ पुल मुनि पुग्यो यहीँसम्म अझै जान्छ है कहाँ जान्छ थाहा छैन एकछिन अब यहाँ हामी बस्छौँ तल छिर्यो मान्छे कति भेट्यो नि साइकल चढ्ने नि चढ्ने त्यहाँबाट घुमाउनु पऱ्यो एकदम केटाहरू फेरि काटेर उतापट्टि पसिजान्छ है देखेछ है देख्नु कहाँसम्म यहीसम्म जाने कि एउटा सिसाकोसम्म गएर न है सिसाको के छन् कहाँ पो ए यिनीहरूले मस्त कुदाइछ छेमिस यो गाह्रो हुन्छ फर्स्ट टाइम यहाँ त चाक दुखेर अस्ति भन्दै पछि गयो नि कस्तो दामी नदीहरू मान्छेहरू सब यहाँ बस्यो यो एरिया चाहिँ जतिचोटि आयो नि बवाल राख्छ चामलिङ स्टेन वी होम तपाईँको स्टेन वी होम छ क्या
हात छोडेको बेला अल्झ्यो अन्त लड्छ। बुढोले हात छोडेर लग्या छ मैले नजानेको देखाएको देखाइ छ। त्यस्तो नि हुन्छ। अहिले त केटाहरूको पुग्छ है क्या हो दर। बासी हुन्जेलसम्म होइन। नभएको किने भाइ गर्ने होइन। हामी चाहिँ उयो ब्रिजसम्म जाने हो। यहाँदेखि त फर्किन्छन् र स्लो मोडमा लड्छ होला। बुढोले छोडेर गएको गएछ। ह्यान्डल निकाले नि हुने रहेछ। ह्यान्डल निकाले नि हुने रहेछ। यो स्क्वायर ब्रिज चाहिँ यहीसम्म त्यो हामी जाने। त्यसपछि फर्किन्छ होला सायद। बुढोहरूले त लगे गरे त नि स्क्वायर ब्रिजसम्म। सो हामी चाहिँ यहाँ आइसक्यो। यहाँसम्म मात्रै आउँछौँ जान्छौँ होला कि खै सल्लाह गर्दैछ चामलिङले। साथीहरू म त एकदम ठिक छु है। मन सक्नु त हामी फर्स्टचोटि नै अनि त्यत्रो टाढो गएको। आज त अनि यहीँ छिराइँदैछ। यो जानु खोजिराखेको छ कि मेन चाहिँ यो जानु खोजिराखेको छ। त्यो अर्कोले सकिरहेको छैन फेरि। त्यो समस्या बाँकी भन्छ। यो ठाउँ कति राम्रो छैन गाइज। शीतल घाम लागेको बेला यो रुखको मुनि त्यो बस्न बेग्लै मजा आउँछ नि त। त्यही भएर पनि मान्छेहरू टन्नाइसक्यो यहाँ। हामी दुईजना मात्रै छौँ। सब अगाडि गइसक्यो। मस्त कुदाउँछ बुढाहरूले। खायो तोप्पा आफै कमाएको पैसा काट्थ्यो त ऋण काटेर त बाइक काटेर पनि जाडो बाहिर बोकेर हिँडेर दिने। तर मैले सुरु चाहिँ फेरि आफै कमाएकोदेखि नै गरेको है। यसको ज्यान त सुरुमा चाहिँ सानो बाइक किनिरहेको थिएँ होइन 125 सीसीको। आफै कमाएर किनेको सुरुमा। अनि तिमीले पछिबाट त ठुलो चाहिँ हिँड्नु थाल्यो। अनि कहाँ पुग्छ त आफै कमाएकोले। गाह्रो छ नि लाइफमा इन्जोय गर्न रहेछ। तर अब यहाँ कोरिया 5 वर्ष मात्रै बसेर गयो भने पनि बेस राम्रो बनाएर गइन्छ क्या। त्यस्तो पीडित चाहिँ भइँदैन। किन के गरिन्छ नि त। त्यो के अरे ऊ हुन्छ नि लुगा के चाहिँ 4 मान्छेवाला त्यो पनि कुद्नु रहेछ नि त। कुद्नु त कुद्छ नि। डेन्जर कुदाइदिन्छ नि त्यो। रहेछ कुद्नु त त्यो पनि राम्रै कुद्ने रहेछ। बिचराहरूलाई गाह्रो छ यार। साइकल गियर चलाउन जाने भए राम्रो कुद्ने हो नि। यसरी त कहाँ सक्छ त अनि हामी। धन्न आएको बलियो बाङ्गै रहेछ। हेर्नु न तिग्राहरू बलियो चाहिँ बलियो छ जाँदो। त्यो भएर त ल्यायो। हामी म त सक्दैन त्यसरी। सकिँदैन नि कहाँ यस्तो र एउटै खालको उमा छ। यताको त भोलि त चाक त छोइसक्नुहुन्न नि।
चाम्लिङ हामी यीतिरसम्म मात्रै जाउँ होला यो एकछिन घुमेर जाउँ न त्योभन्दा पर त अनि उस्तै त अनि त्यही अब युक्साम बिल्डिङ पुग्ने त होला ओइ ठिक छ म घुमौँ भनेर मात्रै हो जान त गयो नि ठिकै यहाँसम्म नै हो टार्गेट रहेछ यिनीहरूको पनि ठिकै भयो यहाँ हामीको सिनहरूसँग आइराख्यौँ ऊ तिनीहरूले जिन्दगी इन्जोय गरेको छ हो त्यो हो नि त जिन्दगी भनेको त यार डेन्जर स्पिड पनि कुद्दो रहेछ हातमा हुँदो रहेछ कि कन्ट्रोल गर्नु त्यसले यस्तो गर्ने एस्किलेटर नि त्यही हुँदो रहेछ एक्सिलेटर पनि त्यही हो कति पैसा तिर्नु पर्छ यस्तो गर्ने हामीलाई त दिँदैन होला नि यो त एप्लाई गर्नु पर्यो रुल्स किन्नु पर्यो गऱ्यो भने ज्यान केसमा मात्र परिन्छ भनेर दिँदैन होला नि है यहाँतिर कस्तो राम्रो छ हरियाली पाउरमा प्लान्टले पल्टिँदा त कम आनन्द हुँदो त यहाँ त जाऊँ न चौरतिर है एकछिन चौरतिर हेरौँ ऱ्याप त कडा बजाउन पाउँछ होइन म त्यही भनेको डान्स हान्नु न यहाँ टिकटक बनाएर तपाईँको डान्सले त अनि याक्सो त रुन्छु भन्छ याक्सो त रुनै खोज्छ नि बिल्डिङ फोन गर्नु कि बनाएर लानुपर्ने कि तर त्यस्तो स्थिति आउँदैन कि सायदै आउँदैन होला तर अब आयो भने त बनाएर पनि लानु पर्यो नि यो त हाम्रो समस्या हो कुरा आफ्नो गन्तव्यमा पुग्नु पर्यो हिँडेर त पुगिन्न होला हिँडेर त गाह्रो छ नि होइन हामीले लिएपछि हाम्रो जिम्मामा हुन्छ अब त्यो जति अवधिको लागि लिएको छ बनाएर पनि लानु पर्यो मलाई त्यो चाहिँ खुमखुमान माल भयो क्या कहाँ अनि बिसाउने हो त यो फुलहरू कस्तो दामी फुलिरहेछ यहाँ चाहिँ सो हामी चाहिँ फर्किँदैछौँ यहाँ अब यो बाटो चाहिँ अघि नै गएको र यो फुलहरू राम्रो थियो र मैले भिडियो बनाएको हो नत्र बनाउँदैन थियो हेर्न त त्यहाँ कडा देखिरहेछ फुलै फुल राम्रो नराम्रो त्यही माथि चाम्लिङ अगाडि राम्रो मान्छे आमा मरत देखिया छ नि नटिप्नु हेर कोपिला नच्यात्नु फुल नानी हो अरे क्या फुलको छेउबाट लाँदैछु क्या दामी बास्ना आउँदो रहेछ गन्ध
क्या दामी गन्ध आउने रहेछ भन्नु न गन्ध हान्दै सो यहाँ चाहिँ छुङ्गो साइकलहरू छ हेर्दै यो भनेको कति हो 49 मानु 50 मानु भनेको 5 लाख राम्रै छ प्राइजहरू 5 लाखको यो 85 8 मान 85,000 85 मान 85 त्यति महँगो हुँदो रहेछ 아니 저쪽에서 못 하니까 कस्तो मन गर्यो क्या फेरि मलाई 합한 거야? 다른 사람은? 아니 그 एक महिनाको स्यालेरी माया मार्नुपर्छ यो 평일에는 이 다리 지나서 아, 저 앞에 네네 거기서 봤어. 거기서 왔다 갔다 मलाई यो निकै मन पर्यो 125 सस्तो हो त 여기 자전거 그냥 다 보면 차까지 아니 이제 저쪽은 दुई सय 3 के हो यो माया सिक्ने नै रहेछ एक यो त महिनाको तलब ट्याक्कै जान्छ यो त माया सिक्ने नै रहेछ 230 यो पनि एक महिनाको तलब ट्याक्कै जान्छ यो 250 यो चाहिँ राम्रो छ है यो त नेपाली 2,50,000 छुन सक्नु छैन साइकल 7,50,000 यो चाहिँ सस्तो रहेछ होइन 70,000 यतिको त हुन्छ यतिको त हुन्छ यो ह्यान्डल किन दामी राख्यो बनाएर दिने होला त्यो यो त नहेर पैसे 1,50,000 यस्तोहरू चाहिँ सस्तो हुन्छ 12 लाख रहेछ यार यो यिनीहरू साह्रै महँगो पर्छ क्या साइकल 14 लाख यहाँबाट पर त सबै महँगो छ हामीले हेर्ने भनेको यता हो किन्नेलाई पनि अरे होइन माया मारेर एक महिनाको स्यालेरी फेरि पछि जान्छ यार जाने बेलामा के गर्ने के यिनीहरू त किन्न सक्छ ओइ हल्का छ ए कार्बन फ्रेम रहेछ त्यही भएर महँगो रहेछ कार्बन फ्रेम हो 10 किलो 10 किलो त के हुन्छ होला यो कार्बन फ्रेम नभएर सस्तो सस्तो क्या यो त सो हामी चाहिँ फर्केर साइकल बुझाउने ठाउँमा आइसक्यो अब चाहिँ रुम फर्किने हो अब यहाँसम्म मात्रै आज छोटो सर्ट गयो 5 बजे नै साइकल बुझाउनु पर्छ त्यही भएर अस्ति चाहिँ आफ्नै साइकल लान्थ्यो आज एउटा चाहिँ हामीले यहाँबाट लगेको छ अनि एउटा चाहिँ चामलिङकै हो सो उकालो पेल्नु पर्ने भयो हाइसे हाइसे ओए बल्लैले कटाएँ यार अब यहाँ साइकल बुझाउनु सफा गर्नु नि ल हेलमेट हेलमेट चामलिङ हेलमेट ल्याउनु न पहिला अब यहाँ हो बुझाउने हामीले अघि यहाँबाट लगेको हेलमेट चाहिँ उता बोक्या छ
चामलिङले हेलमेट हुर्केछ चामलिङ सर हेलमेट दिनु पर्यो त हेलमेट यो त उताको यो हेलमेट पनि दिन्छन् त हेलमेट पनि बुझाउनु पर्छ टक्कसँगले 자전거 반납. 이거. 안녕히 가세요. अब साइकल त फरक छ हामी जान्छौँ